सुपदेउराली सुपदेउराली मन्दिर अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल हो। सन्धिखर्क अर्घाखाँची जिल्लाको सदरमुकाम तथा प्रमुख सहर हो। सन्धिखर्क समुद्री सतहबाट करिब 960 मिटरको उचाइमा अवस्थित छ र यहाँको मौसम समतिपूर्ण छ। गगन स्मार्ट टिभी तपाईको मनोरञ्जनको साथी। हेलो गाइज, यति बेला हामी अर्घाखाँचीको बाटो हुँदै बुटोलतर्फ जाँदैछौँ। एकैछिन पछाडि हामी सुपदेउरालीमा पुग्नेछौँ। सुपदेउरालीको दर्शन गर्नेछौँ। रमाइलो भइरहेको छ यात्रा। जस गाडी चलाइरहेका छन् अन्त साथीले साउन्ड चाहिँ बुझिया छ कि बुझिएन थाहा छैन, त्यही पनि बोलिरहेकै छु म। ठुलो छ तर पनि बाटो राम्रो छ, सोलिड छ, देख्न सक्नुहुन्छ। गाइस टिप्परले नि उछालेर गयो, यो कलै हान्छ कि भन्ने डर भयो। लास्ट कुरा खालि टिप्पर हो। यो चाहिँ सन्धिखर्कदेखि बुटोलसम्मको यात्रामा हामी जाँदा यस्तो टिप्पर कुदाइरहेको छ। यस्तो साँघुरो बाटोमा पनि बाइकलाई उछिने टिप्पर यो हो। न्यू भिडियो आयो, सबैजना सन्चै आएर ल टिप्पर बोला गाइस। पहिले छेउमा पहिले पुना एउटा गाडी हाल्दै जस्तो लाग्यो। सिकाउनु सकिन्छ लाग्यो भने चाहिँ सिकाउनु सकिहाल्यो। त्यही छेउमा बेला ठुलो बाइक धेरै मात्रामा गाडी लाग्यो। यही हुँदै रहेछ। अनि किन कुदाएको होला सबैको बाइक अगाडि? सरी नरपानी। अब हामी नरपानी आइसकेपछि त धेरै लाग्दैन टाइम। अब हामी सुपदेउरालीको पनि दर्शन गर्छौँ। त्यहाँ नै हामीले सुपदेउरालीको दर्शन गर्ने प्लानिङ थियो, तर माछा चाहिँ खाइहाल्यो। सो हामी दर्शन मात्रै गर्छौँ, पूजा चाहिँ गर्छौँ। देख्न सक्नुहुन्छ पारिपट्टि सुपदेउराली मन्दिर। माथि पुल छ, पुलमा पनि हामी जान्छौँ होला। पुलमा जाने बाटो चाहिँ यताबाट हो क्या सायद। सुपदेउराली सुपदेउराली मन्दिर अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल हो। यो मन्दिर अर्घाखाँचीको सुपदेउराली गाउँपालिका 2 मा अवस्थित छ। सुपदेउराली मन्दिर दुर्गाको शक्तिपीठको रूपमा मानिन्छ र यहाँ विशेष गरी दशैं, चैती दशैं लगायत अन्य पर्वहरूमा ठुलो मेला लाग्ने गर्दछ। जनविश्वास अनुसार यहाँ पूजापाठ र मनोकामना गरेमा इच्छित फल प्राप्त हुने विश्वास छ। मन्दिर प्राकृतिक शान्त वातावरण र रमणीय डाँडामाथि अवस्थित भएकोले धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण छ। सन्धिखर्क अर्घाखाँची जिल्लाको सदरमुकाम तथा प्रमुख सहर हो।
यो सहर अर्घाखाँची जिल्लाको प्रशासनिक, व्यापारिक र शैक्षिक केन्द्रको रूपमा विकसित हुँदै आएको छ। सन्धिखर्क समुद्री सतहबाट करिब 960 मिटरको उचाइमा अवस्थित छ र यहाँको मौसम समशीतोष्ण छ। यहाँबाट अर्घाखाँची जिल्लाका विभिन्न ठाउँहरू जस्तै सुपदेउराली, खाँचीकोट, छत्रदेव, शीतगङ्गा लगायतका अन्य क्षेत्रहरूमा सहज रूपमा पुग्न सकिन्छ। सन्धिखर्कमा विद्यालय, क्याम्पस, स्वास्थ्य संस्था, सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्था लगायतका सेवा सुविधा उपलब्ध छन्। यहाँ नेपाली सांस्कृतिक र परम्परागत जीवनशैली अझै जोगिर्नक भएको पाइन्छ। साथै सन्धिखर्क आसपासका हरियाली डाँडाकाँडा, खेतबारी र प्राकृतिक दृश्यले यसलाई अझ रमणीय बनाइएको छ। हेलो गाइज, अब हामी चाहिँ सुपदेउरालीको दर्शन पश्चात अब बुटोलको प्रस्थान गर्दैछौँ, बुटोलको यात्रा गर्दैछौँ। सो यही नै हो सुपदेउराली चाहिँ। सायद धेरैजना चाहिँ आउनुभएको थियो, यता कालो जाँदो रहेछ, धेरैजना नै आउनुभएको थियो। अनि म पनि लगभग यो सायद 3 पटक आएँ जस्तो लाग्यो। अनि अहिले चाहिँ दर्शन मात्रै गरियो, पूजा पनि गरेँ होइन, किनभने बिहानै पूजा गर्ने भन्दा पनि माछा खाइयो। सो दर्शन गरियो, पूजा चाहिँ गरेँ होइन। फेरि एकचोटि भनेको छु मैले सुपदेउरालीलाई एकचोटि फेरि दर्शन पूजा गर्नका लागि आउनेछु भन्दै अहिले चाहिँ यो ब्लग, यो भिडियो अनि यो सुपदेउराली मन्दिरबाट बिदा हुन्छु। नमस्ते, फेरि भेट्छौँ हामी नयाँ भिडियोको साथमा।